आजको हाम्रो जोनी के कस्तो हुन्छ हेर्नु होला। राम्रोसँग बस्नु, आइहाल्छु, छिटी आउँछु। नानीलाई चिन्न सकिनँ मैले। अबि चिन्नु भएन? ल आमा बस्ने त। ल ल मम्मी। अनि भिआइपी मान्छे भएपछि भिआइपी बस्छु चुकाउनु परेन त। किनेको हो र? ए अनि पड्काउन पर्छ नि यार। सुप्रिया त्यस्तै सुति स्वीकृति यहाँ यस्तै सुति यो बस्तान भन्दा नि कम एयरपोर्ट जाँदा देखिरहेको छ कि कोलपुर आइसक्यो। हजुरहरूले थाहा पाइसक्नु भयो होला होइन? मेरो दिदीलाई त चिन्नु भएन होला हजुरहरूले। फर्स्ट टाइम दिदी इन्ट्रोड्युस हुनुभयो है। भोलि 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 नाम के तिम्रो भन्नु त? सुब्रिमा आचार्य। Hey guys, good morning everyone. Welcome to our new vlog. अनि आज चाहिँ नयाँ फोनबाट हामीले गर्न पाइरहेको छौँ। आज गाइस आज हामी कोलपुर जान लाग्यो। नेपालगञ्ज कोलपुर नाम सुन्नु भएन? नेपालगञ्ज जान लाग्यो हो। हेर्नु बिहान भइसक्यो है। त्यहाँ आबा हुनुहुन्छ। म चाहिँ नुहाएर रेडी भइसकेँ है। अब कपडा सपडा प्याक गर्नु पर्ने छ। तिमी रेडी भइसकेको? उही हाइटमा त मै जत्रो हुनलाई चिन्ता गाइस। ल गाइस मैले खानासाना खाएर भ्याइसकेँ। बा यता हेलो गरिदिनु न, यता हात लगाइदिनु न। के भनिदिनु न त्यसो। नानीलाई चिन्न सकिनँ मैले। अबि चिन्नु भएन? लौ स्वीकृति साथी चिन्नु भएन र? हो क्या? कान्छी दिदीको छोरी। मलाई चाहिँ यो लिए एउटा गाइस। अब चाहिँ हामी अब बस भेटिने गाह्रो है यहाँदेखि कोलपुरको। आजको हाम्रो जोनी के कस्तो हुन्छ हेर्नु होला। ऊ अटो पनि आइसक्यो गाइस। ल राम्रो छ जानु। ल ल ल बा के हो? आहा यहाँ सुनिए ए ल राम्रोसँग बस्नु, आइहाल्छु, छिटी आउँछु। ल आमा बस्ने त। ल ल ल मम्मी। अब हेरौ यात्रा के कस्तो हुन्छ। गाडी कुर्नु पर्ने हुन्छ। गाडी चाहिँ अब कतिर आउने थाहै छैन के। सामान हेर नि, यत्रो सामान छ। अब बुटुलको गाडीमा जान्छौ। बुटुलको गाडीमा गएपछि अनि लान्छ। ऊ गाडी आइसक्यो गाडी। टक्कले धन्यले राम्रो बस पायौँ र स्मुथ छ हेर न। अनि भिआइपी मान्छे भएपछि भिआइपी बस्छु चुकाउनु परेन त। बच्चाको धेरै आयो होइन, तर हामीले भिआइपी बस चुज गरिदिउँ। गृहमन्त्रीले को गृहमन्त्री? ऱ्यापर होइन के डिजे वाला। गृहमन्त्री सुदन गुरुङ। उही चिनेर चिन्दा नानीले। आज भोलिको फेरि सानो फुच्चीहरूले पनि चिन्ने के। प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री। पहिलाको गृहमन्त्री को? युवा भएपछि चाहिँ देशमा जसले पनि चिन्छ के, नचिन्ने कोही पनि हुँदैन। लगाएछ हामी चाहिँ अहिले बुटो लगाइसक्यौँ। मलाई चाहिँ झ्याउलाएर हेर्नु न, झ्याउलाएर मोबाइलमा नि केही डाउनलोड गर्थेँ धन्यले। स्वीकृति के छ अवस्था? सुप्रिया त्यस्तै सुति स्वीकृति यहाँ यस्तै सुति। स्वीकृति त लड्ली, स्वीकृतिलाई उठाउनु पर्यो। स्वीकृति भयो उठा रखे तेरे झंझरा के जोड़े मेरी गेल रो रो ये बिछोरी बाण से हो रे मन आए जावे ख्याल तेरे। यो गाडी यति रोका लामा आरामसे लागेको छ क्या। जीवन को नहीं देती है बेरी तन आई मन। लगाइज हामी चाहिँ यहाँ खाना खाने ठाउँमा रोकेको है। अरू नास्ता चाहिँ नपाउँदो रहेछ। खाना चाहिँ हामीले बिहानै खाएर आएको थियौँ क्या। के खान्छौ त? अब चिज बल नाइ चिज बल कहाँ पाइन्छ र आइसक्रिम? खै
यिनीहरूले चाहिँ खाएनन् है, मोमो रहन्छ, चाउमिन नखाने रे। नानीले नखाने रे चाउमिन, तर मैले चाहिँ चाउमिन खान्छु। बस चाहिँ यो होइन खोल गोल्फार किन लगाएछ यहाँ चाहिँ डेन्जर लडाइ भएको थियो है हजुरहरूलाई देखाउन सक्नु डराएर डेन्जर डराइ अङ्कलको हजुरको हो र अङ्कल चिनेको हो र ए अनि पड्काउन पर्छ नि यार म भएको त माथि गाडिदिन्थेँ बुढोलाई मा कसम भनेको मलाई त्यसरी अननोन पर्सनलाई त्यसरी हानेको भए त कसको त्यसरी एक बचाकको यहाँ खाएँ है त्यही पनि बोल्नै त्यही पनि बोल्नै सकेनन् है बाबा यति मेरो बाबालाई त्यस्तो गरेको बाबा त मैले गाड्थेँ नि तू बेचारे का तेरे बिना जीना भी के जीना बन जारे का खोई रहूं याद तेरी कहानियां बटोए रखूं तेरी सांभ की निशानियां तेरे बिना कौन हो रहा ठीक कौन हाल में हाल मेरा आज जोड़ो राम दे सासा तेरी आई मैं कितना मैं गाई कदे छाती के लगाई मने जित भी गया रे तेरी याद खड़ी पाई मने भाइले राखिदिएको सुप्रिम हेर है तिम्रो चक्लेट खाइदिन्छ हेरे गाइस हेर मैले चक्लेट चोरी कि नै 1 2 3 9 दुईटा लागिरहेछ एउटा हो दुईटा लागि एउटा So guys, now we are going कोहलपुर पुग्नलाई अब धेरै होइन अब 1-1.5 घन्टा हो त्यसपछि हामी पुगिहाल्छौँ हाल तू बेचारे का तेरे बिना जीना भी के जीना बन जारे का खोई रहूं याद तेरी कहानियां बटोए रखूं तेरी सांभ की निशानियां तेरे बिना कौन हो रहा ठीक कौन हाल मेरा आज जोड़ो राम दे सासा तेरी आई लगाइ छ हामीले फाइनली चढिसक्यौँ होइन यो बस पार्क भन्दा नि कम एयरपोर्ट जाँदा देखिरहेको छ के तर जेस राम्रो रहेछ भन्दा पनि मैले पहिले देखेको थिएँ पहिले आएको हो नि त त्यस राम्रो गाइस एयरपोर्ट चाहिँ ल हेर्नु होइन एयरपोर्ट भन्दा आयो बस पार्क साम रखे तेरे झांझरा के जोड़े मेरी गेल रो रो ये बिछोरी बाण से हो रे कोलपुर आइसक्यौँ हजुरहरूले थाहा पाइसक्नु भयो होला होइन क्यामेरा घुमाउनु लगाइ क्यामेरा घुमाउनु ल कसको पसल हो यो नानी यो मेरो सुप्रिम ब्याग मेरो हाम्रो हजुरको होइन यहाँ दाइलाई हजुरको होइन के हामी सबैको होइन तिमीहरूको मात्र हो ए हैन हैन हामी सबैको यस्तो छ माहौल चाहिँ कोलपुरको है ल हेर्नु तर हावा लगाइरह है भोलिबाट नयाँ नयाँ ठाउँको नयाँ नयाँ भ्लगहरू आउँछ अनि माया गरिदिनु होला के छ मम्मी हेलो मम्मी चाहिँ याद कति राम्रो देखिएको कि मेरो मम्मी आहा चन्द्रमाको इन्द्रेणी आई चन्द्रमामा पनि इन्द्रेणी हुन्छ र हेलो हेलो के छ सो गाइस यति धेरै दिनपछि मैले बच्चा देखेँ जब मैले भ्लगमा भन्थेँ त आएर दे ओ यहीँ हो के छ भाइ हेलो पिचकारी हो कि गन हो पिचकारी हो यो 2 सेकेन्ड क्या मजा आएको बल्ल यत्रो दिनपछि मेरो कोलपुर देख्दा आहा लगायत अहिले चाहिँ हामी पसलबाट घर जान लागेको दिदी र म चाहिँ भिनाजु अहिले एकछिनमा आउनुहुन्छ अनि नानीहरू गइसक्यो अघि नै होइन अनि जाउँ अब न्यू होम टुर गरौँ है दिदीहरूको टक्क के छ दिदी ठिक छ मेरो दिदीलाई त चिन्नु भएन होला हजुरहरूले फर्स्ट टाइम दिदी इन्ट्रोड्युस हुनुभयो है ल सन्चै हुनुहुन्छ ल घर घर अलि राम्रो गरौँ ल अनि दिदी अभिषेक वाइटीको घर कता अरे ए यहाँ अगाडिको है ए त्यही त हेलो भन्दा सुप्रिम युट्युबमा आउँछ के युट्युबमा आउँछ हेर्नु गाइस के खाने कुरा ल्याए भनेर हेर्नु हेलो भन्दा युट्युबमा आउँछ
के छ सन्चै छौ हेलो गाइस भन आउँछौ ए नाम के तिम्रो भन्नु त सुब्रिमा चाले ओकिनै मागिराखेको हो भोलि 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 हेरिदिनु सबै भिडियो झुट बोल्छ किन नहेरेको भिडियो भन मेरो भिडियो किन नहेरेको दिदीहरूको भिडियो किन नहेरेको हेरेको नि यहाँ हेरेको नि त्यो मुर्गा वाला नि अनि त्यो हैटहरू मुर्गा अरे कुखुरा भन न त्यो चाचो वाला चाउचाउ होला ल गाइस हामी चाहिँ आएर स्वीकृति सुप्रिया अनि म भन्नु न अनि हामी चाहिँ आएर नुहाएर फ्रेस भएर बसिसकेको अनि हेर्नु हाम्रो यहाँ डक्कै यस्तो भ्यू छ बिहान आजको भ्लग यहीँसम्म थ्याङ्क्स फर वाचिङ किप लभिङ किप सपोर्टिङ गाइज यस्तै छ बाई बाई ल बाई बाई हाम्रो नजिक ल्याउनु न साम साम रखे तेरे झंझरा के जोड़े